हेलो नमस्ते सम्पूर्णमा मलाई आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। यो भिडियो चाहिँ मुस्ताङ काठमाडौँको हो। यो होटलको नाम चाहिँ ह्याकडोनल भनिन्छ। यसमा चाहिँ बाहिर विदेशीहरू धेरै बस्ने गरिन्छ। यो होटलमा यो मानी चाहिँ 600 वर्ष अगाडिको हो भन्ने गरिन्छ यहाँतिरको बाजेहरूले। यो मानिमा चाहिँ धेरै शक्तिशाली घुमायो भने हाम्रो पापहरू धेरै कटि भइजान्छ भन्ने गरिन्छ। अनि यतातिर होटलहरू नयाँहरू बन्दैछ धेरै नै। अनि त्यसपछि यता चाहिँ खासा होटल हो, हजुर आएर बस्न सक्नुहुनेछ। अनि त्यसपछि यता भाइहरू नि भेट्यो अनि कुरा गऱ्यो। अनि त्यसपछि उनीहरू चाहिँ फुटबल खेल्न गएर जान लागेको रहेछ। अनि त्यसपछि यता यसो हेरेको भ्यूहरू पनि राम्रो देखिरहेको रहेछ। अनि त्यसपछि यस्तो भ्यूहरू खिच्यो। अनि त्यसपछि म चाहिँ अनि त्यसपछि अगाडि बढ्यो गयो। अनि त्यसपछि यता दाइ पनि भेट्यो, दाइ पनि हाँस्नुभयो एकछिन, त्यसपछि कुरो गऱ्यो। अनि त्यसपछि फेरि म अगाडि बढ्यो। अनि त्यसपछि यता गयो। अनि त्यसपछि यतातिर हेर्न सक्नुहुन्छ कस्तो राम्रो राम्रो छ भित्रतिर घुम्ने ठाउँहरू, भित्र सुरुङहरू छ। अन्त यतातिर आएर तपाईँहरू घुम्न सक्नुहुनेछ। धेरै राम्रो छ काठमाडौँ चाहिँ, धेरै राम्रो छ यिनीहरू हो। यस्तो सुरुङहरू नै हो यतातिरको। अनि त्यसपछि जाँदै गर्दा कुहिरहरू पनि यसो भेट्यो। अनि उनीहरू पनि हाइहालेर गयो। अनि त्यसपछि अगाडि गयो। अनि त्यसपछि यो भित्र चाहिँ म्युजियम छ भन्थ्यो, एकदमै पुरानो सामानहरू राखेको छ यो भित्र एउटा छ भन्थ्यो। अनि त्यसपछि म त्यही भएर हेर्नु भनेर गएको। अनि त्यसपछि कोही पनि छैन रहेछ भित्र, यसो हेरेको। अनि त्यसपछि म अलिक भित्र गयो। अनि त्यसपछि भित्र कोही छ कि भनेर हेरेको, कोही पनि छैन रहेछ भित्रसम्म गयो। अनि त्यो कोही नभएको कारणले गर्दाखेरि म चाहिँ यसो फर्केँ, कोही नभएको ठाउँ किन जाने भनेर। अनि त्यसपछि फेरि फर्केँ। अनि त्यसपछि अर्को पालि म पक्कै पनि तपाईँलाई देखाउँछ। अनि त्यसपछि यता आयो। यो चाहिँ यो गाह्रोहरू चाहिँ सबै चाहिँ ढुङ्गा र माटोबाट मात्र बनाएर रहेछ। यो घरहरू चाहिँ सबै चाहिँ यो सबै हेर्न सक्नुहुन्छ तपाईँहरू, ढुङ्गा र गाह्रो मात्र हो। यहाँ सिमेन्टहरू केही पनि युज भएको छैन। अनि त्यसपछि बजे पनि यतातिर हिँडिरहनु भएको रहेछ। अनि त्यसपछि म यता गयो। यता गएपछि अनि त्यसपछि हामीले एउटा यहाँ क्षतिन पनि रहेछ, हेर्न सक्नुहुन्छ। यो चाहिँ 600 वर्ष अगाडिको क्षतिन हो भन्दो रहेछ। यहाँतिर यहाँ चाहिँ शक्ति एकदमै शक्तिशाली छ। यहाँतिर घुम्यो भने हामीले पापहरू धेरै कटि गर्न सकिन्छ भन्ने बाजेहरूले भन्नुहुँदो रहेछ। अनि त्यसपछि यो मुस्ताङतिर चाहिँ, मुस्ताङ एरियामा चाहिँ कस्तो रहेछ सबै ठाउँमा चाहिँ यस्तो क्षतिनहरू बनाइराख्ने अनि पुरानो चिजहरू। अनि त्यसपछि त्यस्तोहरू मानीहरू रहेछ। अनि यो मानी चाहिँ धेरै पुरानो त होइन, यो चाहिँ नयाँ राख्नु भएको रहेछ उहाँहरूले। अनि त्यसपछि यता मानी घुमाउँदै म चाहिँ उता गयो। अझै उता गएपछि त्यसपछि यहाँ चाहिँ भ्यू एकदमै राम्रो देख्यो। अनि एकछिन खिच्यो। अनि त्यसपछि म त्यहाँ बसेर होटल रहेछ, कफी खाँदै बसेँ एकछिन। अनि फेरि यता आयो। यता आएपछि ढुङ्गाहरू पनि कस्तो राम्रोसँग मिलाएर राखेर चाहिँ घरहरू सबै नै घरहरू हो उहाँहरूले बनाएर पहिलादेखि, कुनै त भत्किसकेको पनि रहेछ पहिलादेखि। अनि त्यसपछि यता आएपछि यो चाहिँ गुम्बा हो। अनि त्यसपछि अहिले चाहिँ यो भित्र गएन, पछि कुनै भिडियोमा जाउँला। अनि यो कत्रो ठुलो कुकुर रहेछ, गाई पनि छ। अनि त्यसपछि यताको बहिनीहरू रहेछ पुलमा। अनि त्यसपछि सबैजना भिडियो हेरिदिनु भयो, त्यसको लागि धेरै धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। सबैजनालाई थ्याङ्क यू सो मच।